नमस्ते गाइज, सन्चै हुनुहुन्छ होला? के कस्तो छ? दसैँ तिहार पनि सकिहाल्यो। कस्तो भयो तपाईँहरूको तिहार? होप रमाइलो भयो होला, राम्रै भयो होला। तिहारको लगत्तै आज कति शनिबार 2 दिन भयो तिहार सकेको, भाइटिका सकेको। अब यसो घर बस्दा बस्दा अल्छी लागेको हुनाले चाहिँ हामी आज जाँदैछौँ कुलेखानीमा माछा खान जाँदैछौँ। अहिले म यता नकिपटबाट निस्केको। हाम्रो सरोज भाइलाई चाहिँ पिकअप गर्नु पनि हुन्छ, त्यही भएर म एकछिन ढाबाखेल छिर्दैछु अनि भाइलाई लिएर डाइरेक्ट हामी जान्छौँ नखुडो बाटोमा। अर्को दुईवटा भाइ कुरेर बसिरहेको छ होला। लगभग 9 बजे भन्दै थियो, 9 त बज्न लागिसक्यो है। अलिक ढिलो भयो मेरो कारणले अलिकति, त्यही भएर हामी चाहिँ दुईवटा एक्सपल्स एउटा R15 जान लागेको छौँ। अब हेरौँ, हुनसक्छ एउटा एक्सपल्समा चाहिँ डबल रोड होला, अरू सबै सिङ्गल रोड हो। एउटा साथीको चाहिँ नमिल्ने भयो, नत्र अर्को 3टा एक्सपल्स हुन्थ्यो आज। यस रमाइलो हुन्छ। अब बाटो के कस्तो छ उतै गएर हेरौँला। फुल राम्रै छ होला बाटो। अलिअलि ठाउँमा चाहिँ अब ग्राभल हुनसक्छ। टौडह त राम्रै छ। माथि चाहिँ हामीले अपडेट भएन, उतै गएर हेर्छौँ है त गाइज। स्टे ट्युन। हेलो गाइज, ल हामी अहिले मेडिसिरीबाट अब सबै साथीभाइहरू भेला भयो। अब 14 हुँदै बिस्तारै माथि जान्छौँ। एउटा साथी अलिक ढिलो आएको हुनाले चाहिँ अलिकति वेट गर्नु पर्यो, 10-15 मिनट। के एक्सिडेन्ट हो क्या दुईवटा बाइक? हो त्यसो यसो छोएको जस्तो लाग्यो क्या दुईवटा। यो अहिले कुलेखानीको बाटो के कस्तो छ अपडेट त हामीलाई आएन है। तै पनि अब के कस्तो हुन्छ हामी हेर्छौँ। हाम्रो 3टा एक्सपल्स तुफान कुद्यो। कुन चाहिँ स्कुटी हो यो? इलेक्ट्रिक स्कुटी पनि खतरा छ पावर। के इलेक्ट्रिक स्कुटीको पावर त खतरा छ र सरोज? इलेक्ट्रिक स्कुटीको पावर इलेक्ट्रिक हो नि यो? होइन रहेछ, साइलेन्सर छ रहेछ। बाघ जस्तो छ कुकुर पनि। महेशलाई
म यसलाई फर्किने बेला भेट्नु बेला के हो फर्किने बेला चाहिँ कुरा गर्नु कल गर्नु पर्ला नि अब फेरि उसलाई फोन गर्यो भने उसले फेरि आउँछु दाइ भनेर कुराइदिन्छ हिजो फ्राइडे मनाएको भनेर उसलाई ढिलो आइदिन्छ ऊ हरेक दिन फ्राइडे पनि हो अब हिजो फ्राइडे पनि हो तिहार सकेको हिजो पनि तिहार सकाउँ भनेर हामी यसो तास खेल्यौँ हिजो पनि तिहार क्लोजिङ गर्नुपर्छ भनेर यसो तास खेल्यौँ भने नि तिहार क्लोजिङ भनेर हो यता चाहिँ बिहान यो यता मेला छ मेला चौबार मेला लागिरहेछ यो महिना यो सिजनै यो महिना थाहा छैन म अस्ति भाइटिका दिनै आएको ल म एक्सप्रेस लेखेको कि यार हाम्रै केटाहरू जस्तो लाग्छ अहिले त कति भने त्यो यो दौदको नरकारा यहाँ चाहिँ पुरा एक्सार के एक्सार किन आँदै कि तिमीले यो चाहिँ पुरै इभी गाडी छ यहाँ इभी गाडी स्टकमा होला तपाईँहरू इभी गाडी किन्दै हुनुहुन्छ भने यो याद गर्नु होला फेरि यो अस्ति यो के भन्छ यो पानीमा डुबेको गाडीहरू पर्न सक्छ अब हुन त यो नयाँ होला गाडीहरू तर यहाँ चाहिँ स्टक धेरै भएको हुनाले चाहिँ स्टकको गाडी पर्न सक्छ राम्रोसँग हेरेर लट हेरेर किन्नु होला कस्तो अब हरेक दिन राइदै हो नि हाम्रो एउटा साथीको घर चाहिँ त्यही हो अहिले सुरेशले त कुटाउनु थाल्यो त आज के हो सुरेशले आज त कुटाउनु थाल्यो क्या त्यही भएर हो कि ल साथी यहाँ टौडो पुग्यौँ हामी टौडोमा तपाईँ आउनलाई चाहिँ यहाँ पर हेड कति 30 रुपियाँ टिकट काट्नुपर्ने हुन्छ अहिले बिहान भएको भएर होला अलिकति कम नै छ मान्छे हाम्रो साथीले यहाँ स्किल देखाएको छ स्किल बाटो त राम्रै रहेछ त
अहिलेसम्म त चिसो चिसो हुन थाल्यो जङ्गल एरिया भएर होला विदेशी गाडी हो यो त्यही होला यहाँबाट उता हेदौरा जान आँटेको होला क्या हेदौराबाट चाहिँ निस्किन आँटेको होला रमाइलो छ बाटो अनि यहाँको त नि यही हो यहाँ छ यहाँ एउटा यसो गोलो त्यो हाइड्रो छ नि यहाँ तल गोलो खालको हाइड्रो छ क्या यहाँ पुरानो यो बाटोमा धेरै छ है गाडी चलिरह धेरै छ क्या गाडी जस्तो आइरहेछ नि त उताबाट यो अब हेदरबाट आएको गाडीहरू होला यो दुवै लेनमा चाहिँ बिजी छ यताबाट आउने यही बाटो त नि त्यो फास्ट ट्र्याक त्यो त फास्ट ट्र्याक होइन खोइ फास्ट ट्र्याक खोइ थाहा भएन
ढेरी भएर बनाएको यो ढेरी भएर बनाएको नि एक्सपल्स प्रो एक्सपल्स के हो त्यो उसको प्रो त हो नि विकेशको प्रो त हो नि एक्सपल्स प्रो प्रो हो बाटो साँगुरो छ उपट्टि गर्न अलिक निकै गाह्रो छ यहाँ मन्दिरसम्म पिच होला यो मन्दिरसम्म पिच हुन्छ ए खै यो म्याग्नाइट दसिङकाली रिसोर्ट जाने यहाँबाट दसिङकाली रिसोर्ट त्यो गाडीको पछाडि बसेर चलाउनु चाहिँ भएन के हिमालयन आयो त के हो राइडरहरू यताबाट जाने होइन जाउँ जाउँ राइडर ग्रुप सबै भ्लगर होला भ्लगर राइडर ल हामी चाहिँ चेकपोस्ट काटेर माथि लाग्यौँ खर्पिङ चेकपोस्ट हामीसँग यहाँ हिमालयन जावा सिएफ मोटो एनएस अनि एमटी
राइडरहरूसँग सँगसँगै जाँदैछौँ। एनएस राइडर, एनएस बाइकमा हिमालयन जाभा के हो सिएफ मोटो के गरे यो गाडी यता पनि रोकेन उता पनि रोकेन। केटाहरू तुफान कुटायो त यार। सिन एकदम राम्रो छ, मजाको ग्रिनेरी छ। हेर्नुहोस् बाटो पनि अहिलेसम्म त धानकै बाटो हो, मजा आइरहेछ। अब अलिकति उकालो छ न त गाह्रो भयो हामीलाई R15लाई। हावा घर जस्तो छ त। बाटो यहाँ चाहिँ फुल तनातन रहेछ यार। यहाँ हाम्रो ललितपुरमा फुल किन्नलाई कति महँगो छ यार। यहाँ त फुलै फुल छ त के हो। यहाँ तिहार लाग्न बाँकी हो कि। यहाँको मान्छेले फुल युज नगरेको हो है। अर्को वर्ष यो फुल लिनलाई चाहिँ यता आउनु पर्ला लाग्छ। फुलै फुल छ, बाटोमै फुल छ यार। फुल तिहार सकिसक्यो, फुलै फुल छ यहाँ। काठमाडौँमा फुल महँगो छ, यहाँ फ्याल छ गाइज। यो चाहिँ फर्किङ चेकपोस्ट भन्दा अलिकति माथि 1-2 किलोमिटर माथि हेर्नुहोस् फुल। सुरेशलाई सुरेश यहाँ त फुल फ्याल छ त बाटोभरि। फुल फ्याल छ भनेर हेर न, फुल यहाँ हामी किन्नु पर्यो त फुल लहर फुल त्यही त फ्याल छ भने बाटोमा हेर। साँघुरो छ बाटो।
है ल अब चाहिँ अलिकति बाटो खट्टम पिच आउँदा आयो यो पिच त पिचै हो तर बिर्केको पिच रहेछ यहाँसम्म चाहिँ बजेट आएको होला ए अझ छ यहाँ पनि राम्रै रहेछ पिच यो बनाउँदा यो बजेट सक्यो अरे क्या यहाँसम्म मात्र हो अरे क्या राम्रो पिच चाहिँ यहाँ चाहिँ पुरानो पिच हो यो अब यस्तै हो पिच नेपालको बाटो अब पुरै यस्तै त हो नि अनि घाजक खुजुक त नि अब पुरै फुलको त के हो रङ्गिन चङ्गिन फुल छ यहाँ त अलिक सफा छ बाटो के यहीँबाट आउने होला भने बेच्ने त होला त्यही त बाटो चाहिँ रमाइलो छ सिनेरी छ दायाँ बायाँ यतिको पिच हुनु पऱ्यो क्या यतिको बाटो भयो त राम्रै हो यहाँ खाल्टो छ पहिरो आएको छ ठाउँमा पहिरो पनि छ हेर्नुहोस् ठुलो चट्टान आएको छ यहाँ ऊ ल एक लेन त यो माटोले खाएको रहेछ के हो न कखुना के जाउँ त एक ठाउँमा खाउँ अब ल चिया त अब हामीले पनि खाएको छैन चिया खानुपर्ने हो एक लट केटाहरू कुदा भयो त यार भ्याउँछ होला खै अब त्यस्तो कुटाएको त छैन होला तिनीहरूले त्यस्तो कुटाएको त छैन उही छ त त्यो भाइलाई अब नम्बर अब उसलाई भन्नु सुरेशलाई भन्नु पर्ला उही छ भाइ सुरेश एक कप चिया खानु पऱ्यो चिया खानलाई रोक्नु पऱ्यो एक ठाउँमा ल भाइलाई पनि भन नि त ल जाउँ
पिउँछ अलिकति त्यो हुसु लागेको छ है क्लियर भएन है अझ हुसु लागे जस्तो भयो क्या क्लियर अलिक भएन भने नि पहाडहरू फोन गरौँ त भाइलाई ल हामी एकछिन चिया खान्छौँ यहाँ चिया खाइहाल्यो अब हामी माथितिर लाग्दैछौँ बाटो सबै कुलेखानीसम्म पिजी छ अरे सो यहाँ बाटोमा चिया खाने बेला यसो सोध्यौँ चिया पनि खायौँ अन्डा सन्डा मिठो खायौँ अब माथितिर लाग्नुपर्छ तीनटा एक्सपल्स एउटा R15 केटाहरूलाई खतरा कुदाएको छ केटाहरू यहाँ लास्टमा परेको छु म यो गोप्रोको यो माउन्ट मिलाउँदा हल्का टाइम खायो बिस्तारै सिन इन्जोय गर्नुहोस् तपाईँहरू रमाइलो छ बाटो यहाँ पिच छ दायाँ बायाँको सिन ग्रिनरी पुरै जङ्गलको बाटो सबै बाटो यतिको राम्रो भएको त रमाइलो हुन्थ्यो नेपालभरि यसो बाइकर्सहरूलाई टुर गर्नलाई हामी कुलेखानीमा खाना खान्छौँ होला यता सानो काम सकाएर हामी हिँडेका छौँ सुमो लास्टै हिँड्दो रहेछ यो बाटोमा पुरै च्यापेर आउँछ तुफानले यस्तो बाटो च्यापेर अहिले चाहिँ हामीसँगै केटालाई क्याचअप गरेको छु मैले दुईवटा एक्सप्रेसमा डबल रोड एउटामा सिङ्गल रोड र म सिङ्गल रोड 6 जना छौँ अहिले हामी यो ग्राभल बाटो आउँदाखेरि केटाहरूलाई त्यो फिल नहुने भयो मलाई चाहिँ अलिकति गाह्रो हुन्छ अब एक्सपोज छ 3टा उहाँहरूको One, 5, 2, 3 पुरै टाटा सुमो लाइनै आएको छ जंगल 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 में कुकु मिलेन क्या गीत पनि
पहिरो आएको रहेछ हल्का। रोड सफाइ हुँदैछ यता। ओहो कुकुर के हो, बाघ जस्तो छ कुकुर पनि यार। अघि पनि एउटा हेरेको थिएँ कुकुर बाटोमा। ठाउँमा चिया खान चाहिँ यो सानो सानो होटेलहरू चाहिँ टन्नै रहेछ। ओहो पुरै टर्निङ 360 डिग्री टर्निङ छ त हो थोरीबारी। यहाँ चाहिँ अलिकति पहिरो आएको रहेछ यहाँ बाटोमा, तर सरसफाइ भइसकेको रहेछ। माटो पन्छाउने काम भइसकेको रहेछ। अब मक्खन बाटो आयो, मक्खन बाटो। यो त बाटो मौसम चिसो छ यता। घाम नलाग्ने ठाउँमा त चिसो फिल भयो त। खुदा केराले यहाँबाट खुल्ला देखेको छ है, अलिकति भिड पुरै खुल्ला देखेको छ। फुल तो सही छ त हेर्नुस्। यो माथिबाट चाहिँ यसो भ्यू देखाउनु पर्ला तपाईहरुलाई। भ्यू यस्तो छ। केटाहरू गयो। होटेल हो कि घर हो खै यो खतरा छ। जङ्गल टर्निङ चाहिँ खतरा रहेछ यो। कति 360 भन्दा पनि ठिकै हुन्छ यो। पुरै टर्निङ जहाँबाट गयो त्यहीँ फर्किने। ओहो यो घरको खतरा रहेछ ल। फेरि पहिरो आएर चाहिँ मान्छे सरिसेरेछ। यो के गेट आयो फेरि, गेट आयो गेट। केटाहरूको पनि यसो
आग लगी है बस्ती में, आग लगी है बस्ती में, बाबा जी में मस्ती में। अनि यो सुमो त कतै आएको टाटा सुमो त आमा, यो गनेको भए त लगभग यो त पुग्यो होला हौ, 50 वर्ष चाहिँ पुग्यो होला हो। यताको राजा चाहिँ टाटा सुमो रहेछ यो बाटोको। हेरेर काठमाडौँको राजा। एकदम टर्निङ चाहिँ सार्प टर्निङ छ, रमाइलो छ चलाउन। बाइक साइक चलाउन टर्निङ लेन चाहिँ सार्प टर्निङहरू छ यहाँ। सिंगल राइड लाई यो बाटो चाहिँ एकदम पर्फेक्ट छ ट्र्याक रेस गर्नलाई भने। टर्निङहरू सही छ, तर उताबाट अपोजिट दिशाबाट आउने गाडीले चाहिँ अलिकति इफेक्ट होला, नत्र त कुदाउन त एकदम रमाइलो छ। सेतो घर, यो घरले नै यो ठाउँको नाम सेतो घर भन्ने अलिकति अफ रोड आएको छ। केटाले पिच भन्दैछु। ड्याम त माथि होला। पिछे रहेछ तलसम्म, यहाँ अलिकति अफरोड रहेछ। तल खोला छ, यो खोलामा चाहिँ अलिकति पानीको मात्रा चाहिँ अलिकति अघि भन्दा अलिकति बढेको जस्तो फिल भयो। खोलो त खोलो ल, यस्तो छ खोलो। पानी छैन खोलोमा, नाम चाहिँ खोलो किन कुलो हालेको हुन्थ्यो नि यो, होइन? बर्खा महिनामा चाहिँ अब ठुलै हुने होला खोलो। नेपालको प्रायः जस्तो खोलोहरू त्यस्तै हो। भनिन्छ नि आफ्नो घरमा कुकुर पनि शेर हुन्छ भने जस्तै बर्खा महिनामा शेर हुने होला, अरू महिनामा सुक्ने होला। इभी माइक्रोहरू पनि चल्दो रहेछ यो रुटमा। त्यस इभीले चाहिँ नेपालको मार्केट खाएको छ, जहाँ पनि इभी छ। यो बाटो चाहिँ माथि ड्याम पुग्ने होला, अर्को बाटोले चाहिँ यो सिस्नेरी हुँदै जाने होला।
यो सिस्टेरी जाने बाटो होइन रहेछ यो। म त अब धेरै अगाडि सिस्नेरी गएको हो, 3-4 चोटि चाहिँ गइसक्यो सिस्नेरी। त्यो टाइममा सिस्नेरीको भित्रको बाटो चाहिँ एकदम कच्ची थियो, गाडी जानलाई पनि अलिक गाह्रै थियो। बाइक चाहिँ मजाले सिस्नेरीको त्यो स्विमिङ पुलसम्म जान्थ्यो। सुरुमा जाने बेला त होटेलहरू पनि थिएन, अहिले त त्यहाँ खाजा नास्ताको लागि होटेलहरू पनि राम्रो बनाएको देख्छु म टिकटकतिर। यहाँ चाहिँ अलिकति ठुलो अवस्था, ठुलो गाबल पिच त पिच हो, बिरुको पिच रहेछ। अब फेरि हामीले यो R15 लाई अलिकति बिर्के पनि गाह्रो, धेरै बिर्के पनि गाह्रो, ठुलो र ठुलो पाउनै गर्छ। माउन्ट हल्लिएछ बाटोमा सानो झरनाले चाहिँ अझ रमाइलो बनाउँछ बाटो। रोड ट्रिपको रमाइलो यही छ त, बाटोमा हेऱ्यो, साइट सिन गर्यो, बाटोमा सानो झरनाहरू, खोलाहरू, यसो सिन हेर्दै ड्राइभ गर्नुको छुट्टै आनन्द। यो गाडीमा आउँदा पनि छुट्टै रमाइलो हुने रहेछ। बाटो त राम्रै रहेछ, गाडीमा चाहिँ मजाले जाने रहेछ। ठुलो नखाने भएर तपाईँहरू गाडीमा आउनुहोस्, तर गाडीमा आउनु र बाइकमा आउनुको रमाइलो छुट्टै छ। बाइकमा आउने बेला यस्तरी मजाले भ्यू देख्न सक्नुहुन्छ कि नि। अब गाडीमा त अब अगाडि त्यो सिसाले मात्रै हेर्ने हो। बाटो पनि साँगुरै छ यता, मुस्किलले दुईटा गाडी पास हुन्छ। यहाँ टिकटक बनाउनेहरू, हराफुराहरू धेरै छन्। स्कुटीमा आएको छ यहाँ कपाल गुराजिया। गाडी बिर्केर छोरो गएको रहेछ। यो टिकामा टिका थाप्न आएको होला। यो के भने गाउँमा त्यही त नि, अघिको धुलोले यहाँ क्यामेराभरि धुलो लगाएको हुनाले सफा गर्दै। अनि एकचोटि ब्याट्री चेन्ज गरेको केटाहरू त यार तुफान कुरा छ यार।
2-3 मिनटको डिफ्रेन्समा केटाहरू त यार रोकै रहनेछ यार केटाहरूले त। यो सानो बजार आएको छ। बाइकमा हिँडेकोहरू धेरै भेटियो। के भयो यहाँ बाइक बिग्रियो। आराम गर्दै रहेछ, गाडी पनि रेस्ट गर्दैछन्। के हो डोमिनार? ओहो फेरि आयो बाटो। आया आया यो गाडीले धुलो गरायो बेमान। स्पिडलाई ओभरटेक गर्नै पर्ने भयो। छोडेर यो गाडी बेमान। वर्कसपहरू पनि छ। कता हो खोइ। जाऊ हो कुनै खानदानी कता हो? यो ओम अध्याय जाने बाटो पनि यही हो। पहिला एकचोटि यहाँबाट गएको थिएँ। लामो त लामै छ यो बाटो। Tonyele त
बाटो एकदम कच्ची छ। ठुलो उडेर जान्छ बाटोमा। चिप्लो बाटो यहाँबाट चाहिँ अब पुरै अफरोड हुनु सक्यो। बाटो त्यो चिप्लो बाटो भनेको थियो यहाँ चाहिँ नि चिप्लो बाटो हाल्यो नि।
बजार छैन अब बजार बजार घन्टा बनाउनु खाना खाएर 1 घन्टा 2 घन्टा वेट हुन्छ बजारमा त अनि बेगी भएको हुन्छ चट्ट खायो वेट गरेँ हिँड्यो टाइम पनि पर्छ त्यस्तो ठाउँमा खाना पनि मिठै हुन्छ सबैले चाहिँ खानु अब हुनाले यो ट्राभल गर्ने मान्छेले छिटो हुन्छ यो बनाएर खाएर टाइम वेस्ट
साथी हो यसको पार्ट 2 पनि आउँदैछ अब बाँकी चाहिँ पार्ट 2 मा अब हामी खाना खान्छौँ हस् त थ्यांक यू फर वाचिङ